होइन, उहाँले आफ्नो हिसाबबाट त्यो उचित ठान्नुभयो होला, बोल्नुभयो। तर एउटा के भन्दाखेरि कानुनको शासन मान्ने हो भने होइन, मुलुकमा कानुन छ भने कुनै पनि व्यक्तिलाई प्रमाण बिना गिरफ्तार गर्न सकिँदैन। जस्तो सिंहदरबारको हकमा जुन उहाँले बालेनजीलाई जोडेर कुरा गर्नुभयो नि, साँच्चैकै पूर्व मेयरले आगो लगाउन गयो त होइन। एउटा केही समय अगाडि चाहिँ नि उहाँको सवारी साधन रोक्दाखेरि सिंहदरबार आगो लाउँछु भनेकै भरमा केही समयपछि त आगजनी पनि भयो। अनि उहाँको चाहिँ संलग्नता हो त त्यो त तपाईँको छानबिन हुन्छ। अहिले त्यो घटनामा संलग्न रहेका भनिएका धेरै व्यक्तिहरूलाई चाहिँ प्रहरीले तपाईँको अनुसन्धानको दायरामा राखेको छ। केही त मलाई लाग्छ पूर्वपक्ष पनि भएका छन् होइन। र भाइटल इन्स्टलेसन्सहरू कसरी चाहिँ आगजनी भयो, त्यसमा संलग्न चाहिँ को हो भन्ने सम्बन्धमा यथार्थ विवरण चाहिँ ल्याउनको लागि त नेपाल सरकारले आयोग नै बनाएकै छ, उच्च स्तरीय आयोग। अब त्यो आयोगले त करिब मलाई लाग्छ 1-2 दिनभित्र रिपोर्ट पनि देला हो। त्यो रिपोर्टमाथि चाहिँ नि टेकेर सरकार अगाडि बढेन भने बल्ल तपाईँको के अरे उहाँले दुर्गाजीले भने जस्तो चाहिँ नि के अरे आरोप लाउन सकिन्छ। तर अहिले त चाहिँ नि केही व्यक्तिहरू प्रत्यक्ष प्रमाण ले के अरे भेटिएका व्यक्तिहरू त अहिले पूर्वपक्षको लागि जेलमा छन्। र केही व्यक्तिहरू जो चाहिँ नि हिजोका दिनमा पदाधिकारीको हैसियतमा थिए होइन, ती व्यक्तिहरूको चाहिँ नि भूमिका के थियो, अन्य व्यक्तिहरूको पनि लेमेनको पनि कसको के भूमिका थियो भन्ने कुराको सन्दर्भमा त अब आयोगले डिटेल छानबिन गरिरहेको हुँदा अब आयोगको प्रतिवेदनलाई चाहिँ नि कुर्न ठिक हुन्छ। हेर्नुहोस् आयोगको प्रतिवेदनले के भन्छ हो। कोही मान्छे माथि अब मलाई मात्र किन थुन्ने, त्यो व्यक्तिले आगजनी गरेको छ त्यसलाई चाहिँ नि नियन्त्रणमा किन नलिने। अब प्रमाण पनि त हुन्छ, प्रमाणको आधारमाथि टेकेर पो व्यक्तिलाई चाहिँ नि तपाईँको नियन्त्रणमा लिने हो नि होइन। कसैले आरोप लगायो भन्दैमा होइन, आरोपकै कारणले गर्दा चाहिँ नि संविधानले त्यो चाहिँ नि अधिकार, कानुनले त्यो अधिकार दिएको छैन। तपाईँले कोही व्यक्तिलाई गिरफ्तार गर्नुभयो होइन, गिरफ्तार गर्नको लागि अनुसन्धानको दायरामा ल्याउनको लागि त अदालतबाट चाहिँ म्याद थप्न पर्यो नि त। अदालतले के आधारमा दिने? तपाईँले मौखिक रूपले भर्बली आरोप लागेको भरमा मात्रै अदालतले चाहिँ म्याद थप दिन्छ? दिँदैन। त्यही भएर त हामीले चाहिँ अदालतको अन्तिम निर्णय चाहिँ नि मान्छौँ भन्छौँ नि हामी सबैले। अदालतको निर्णय नै अन्तिम निर्णय मान्नु हो त। अब दुर्गा परसाईले गरेका कामहरू हेर्दाखेरि तपाईँ त नेपालको राजनीतिलाई, भू राजनीतिलाई राम्रोसँग हेर्नु भएको छ, विश्लेषण पनि गरिराख्नु भएको छ। दुर्गा परसाईको जुन अभियान छ, अभियान यो हिन्दू राष्ट्र बचाउने, नागरिक बचाउने, राष्ट्र राष्ट्रियता बचाउने भन्ने जुन अभियान छ नि, यो अभियानलाई तपाईँले कसरी? यो एकदम ठिक छ उहाँको राष्ट्रको लागि। उहाँले कति हिजोका दिनमा 22-23 वटा के मागहरू ल्याउनु भएको थियो नि होइन। यो माग हो उचित, नेपाली नागरिकले पनि मन पराएको उहाँको यो माग हो। हामीहरू अहिले चाहिँ नि राष्ट्रियताको कुरा गर्छौँ, व्यवहारमा ठ्याक्कै विपरीत छ नि होइन। हिजो 80% 81% चाहिँ नि हिन्दू राज्य हो नि यो त। हामीले चाहिँ टेबुल ठटाएर बानेश्वर, नयाँ बानेश्वरमा टेबुल ठटाएर चाहिँ नि बिदा गरेको होइन, जनमत खोइ भएको। कुनै कुराको लागि त हामी हिजो पञ्चायती व्यवस्था ठिक कि बेठिक भनेर के अरे राजनीतिक दलहरूकै चाहिँ नि माग चाहिँ नि सम्बोधन गर्नको लागि जनमत सङ्ग्रहको चाहिँ नि आयोजना भएको होइन। अहिले पनि त दुर्गाजीले भन्नुभएको राजा चाहिन्छ, जनमत सङ्ग्रह गरौँ, हिन्दू राष्ट्र, सनातन हिन्दू राष्ट्र चाहिँ चाहिन्छ, जनमत गरौँ। यो माग तपाईँको राष्ट्रियता, यो माग त उहाँको त जायज हो नि त। अन्य केही मागहरू थिए जुन माग चाहिँ अहिलेको सरकारले पनि सम्बोधन गर्न सक्दैन। हुन त यो मागमा पनि अहिलेको सरकारले सम्बोधन गर्न सक्ने अवस्था चाहिँ होइन होइन। तर उहाँले एउटा चाहिँ नि के अरे फ्लोर चाहिँ ओपन त गरिदिनु भएको छ नि त बहसको लागि होइन। यो मलाई उहाँको यो माग चाहिँ मलाई जायज लाग्छ। त्यसो भए दुर्गा परसाईको माग जायज छ। मलाई यो जुन देशलाई समृद्धिको स्थानमा लैजान सहयोग गर्छ। हजुर, जुन तपाईँले भन्नुभयो नि 2-3 वटा माग, यो मागमा चाहिँ नि उहाँ चाहिँ नि ठिकै के ठाउँमा हुनुहुन्छ जस्तो लाग्छ मलाई। अब दुर्गा परसाईले अर्कोतिर के पनि गर्नु भएको छ भने नि, हजुर, एउटा आर्थिक मुद्दा पनि उठाउनु भएको छ कि उहाँले 20 लाखभन्दा
कम ऋण लिएकोलाई सरकारले मिना गरिदिनुपर्छ भनेर उहाँको आर्थिक मुद्दा पनि छ होइन। अब यसलाई चाहिँ तपाईँले कसरी होइन हेर्नुहोस् न, त्यो अब सरकारले 20 लाख रुपियाँ मिना गरिदियो भने त्यो उचित हुन्छ कि हुन्न होला के देख्नु? दिवेशजी म त चाहिँ नि अर्थशास्त्री पनि होइन, तर पनि होइन, तर पनि मुलुकको चाहिँ अवस्था हेरौँ, धान्न सक्छ। त्यसै पनि के अरे अर्थतन्त्र दबावमा छ होइन, छ नि। भनेपछि उहाँको त्यो मागमा चाहिँ नि सरकार चाहिँ नि लचक हुन्छ जस्तो मलाई लाग्दैन। अहिलेको सरकार मात्रै होइन, भोलि आउने सरकार पनि यो मागमा लचक हुन्छ जस्तो मलाई चाहिँ नि लाग्दैन। हेर्नुहोस्, यो त्यसै पनि अर्थतन्त्र डामाडोल छ, सधैँ चाहिँ नि आन्दोलन हडताल। हेर्नुहोस्, ऋणको भार चाहिँ बढै छ। हेर्नु त 3 वर्षको बिचमा हामीले एउटा नेपालीको काँधमा टाउकोमा कति ऋण थियो, 3 वर्षपछि कति छ हेर्नुहोस् त। भनेपछि त्यो कुराको हकमा अब आउने सरकारले कसरी सम्बोधन गर्छ त्यो चाहिँ थाहा छैन होइन, उहाँको चाहिँ नि त्यो मागलाई। तर अहिले जुन 2-3वटा चाहिँ नि कुराहरू उहाँले बेला बेला उठाइराख्नु भएको छ, मलाई लाग्छ नेपाली जनताको मन चाहिँ नि बुझेर होइन, नेपाली जनताको पनि भावना त्यही छ जुन उहाँले चाहिँ नि बोलिराख्नु भएको छ। जे होस्, उहाँले जनताको उद्धारको लागि आफ्नो एजेन्डाहरू अगाडि सारेर हजुर छ। अहिले देशमा निर्वाचनको सरगर्मी छ, निर्वाचनमै भइरहेको छ देश। हजुर, अब आज मात्रै गगन थापाले के भन्नुभएको छ भने हामी कुनै पनि हालतमा कुनै पनि मूल्यमा ठगबन्धन गर्दैनौँ भन्नुभएको छ। यानि कि गठबन्धनलाई ठगबन्धनको एउटा भाष्य निर्माण गर्नुभएको होइन। हिजो गठबन्धन गरेर मुलुकमा प्रशस्त ठगीको काम चाहिँ नि भयो के? हजुर, हो कि होइन? सत्तामा जानको लागि के, जनतालाई सर्भिस डेलिभरी होइन, आफ्नै लागि, कुर्सी र पदका लागि बस। त्यसको लागि गठबन्धनको नाममा प्रशस्त ठगी धन्दाहरू भए। त्यही भएर उहाँले सायद के अरे ठगबन्धन भन्नुभएको हो कि। तर अहिले के छ भन्दाखेरि गगनजीको नेतृत्वमा बनेको काङ्ग्रेस नयाँ काङ्ग्रेस होइन, हिजोको संस्थापन के अरे रहित, हिजोको संस्थापन रहित नयाँ काङ्ग्रेस हो यो। र नयाँ काङ्ग्रेस को नेतृत्व गगनजीले लिएपछि मैले पनि अब यसो विश्लेषण गर्दा होइन, साथीभाइसँग कुराहरू गर्दा, नेताजीहरूसँग चाहिँ संवाद गर्दा, अहिले जुन चाहिँ नि दोधारमा भएका डिलेमामा बसेका युवाहरू थिए नि, डिजिटल युवाहरू, काङ्ग्रेस पनि ठिक छ, गगनजीहरूले चाहिँ नि उठाउने बेला बेलामा उठाउने मुद्दा पनि ठिक छ, र अहिले गगनजीको टिम पनि एकदम ठिक छ। कता जाने भनेर हिजोका दिनमा जुन दोधारमा थिए नि, त्यो दोधारमा भएका ठुलो जनमत चाहिँ नि अहिले काङ्ग्रेसलाई पछ्याइरहेको मैले देख्छु। हेर्नुहोस्, अहिले लाइन क्लियर छ। एकदमै यो ठिक छ। यो काङ्ग्रेसको नेतृत्व, यो के अरे गगनजीको नेतृत्वको जुन टिम छ, गगनजी मात्रै होइन उहाँको टिम, यो टिम चाहिँ नि ठिक छ भनेर अहिले युवाको आकर्षण यो पार्टीमा चाहिँ नि बढेको चाहिँ नि मैले बुझेको छु। हेर्नुहोस्, फेरि जनताको कुरा के छ भने केशव सर, म तपाईँलाई एउटा निवेदन गरौँ। हजुर, काङ्ग्रेसले अहिलेसम्म जसरी सत्तामा बसेर हालिमुहाली गर्यो अथवा भनौँ न सरकार चलायो, राज्य चलायो, त्यो हुँदै गर्दाखेरि जनताको मनोभावना बुझ्न सकेन, आन्दोलनको मर्म बुझ्न सकेन भनेर आक्षेप, अहिले कटाक्ष चाहिँ जनताले लगाइरहेका छन्। अब त्यो बेलामा नसुध्रेको गगन अबको समयमा सुध्रिन्छ भन्ने आधार चाहिँ छैन है भन्ने जनताको कता गगन त्यो पनि आइरहेको छ। गगनजी र उहाँको टिमले उठाउने हजुर कुनै पनि कुराहरूलाई संस्थापनले बढावा दियो कहिले पनि? भन्नुहोस् न। गगनजी म एउटा कुरो तपाईँलाई म क्लियर भन्छु, म चाहिँ काङ्ग्रेस पनि होइन है, फेरि म कुनै पनि होइन है। राम्रो व्यक्ति र राम्रो नीति विचार लिएको टिम छ भने त्यसलाई त राम्रो त भन्नै पर्ला। विरोधको लागि मात्रै विरोध गर्ने र हिजो गगनजीहरूले संस्थापनको विरुद्धमा बिकुलै फुक्नु भयो होइन। यो आन्दोलन, यो जुन जेनजीको आन्दोलन भयो नि, त्योभन्दा अगाडिको मैले भनिरहेको छु। जेनजी आन्दोलन भन्दा अगाडि त्यो बेलामा कुनै अन्य पार्टीका चाहिँ नि सेकेन्ड पोजिसनमा रहेका, थर्ड पोजिसनमा रहेका नेताजीहरूले बोल्नु भएको थियो आफ्नो चाहिँ नि के अरे अध्यक्षको विरुद्धमा, आफ्नो पार्टी सभापतिको विरुद्धमा बोलेको तपाईँले सुन्नु भएको थियो? मैले त सुनेको थिएन। त्यही बेला नै चाहिँ नि गगनजीले एक किसिमको अघोषित विद्रोह चाहिँ नि उहाँले सुरु गर्नु भएको। तपाईँहरू बस्नुहोस्, अब तपाईँहरू बस्नुहोस्, अभिभावकको भूमिकामा
बस्नुस्। यो मैले भनिरहेको छु, यो अधिवेशन मात्रै होइन, के अरे विशेष अधिवेशन होइन कि तपाईँको, यो जेएनजी आन्दोलनभन्दा धेरै पहिलाको कुरा मैले बोलिरहेको छु। तपाईँहरूको अनुहार लिएर अब हामी मतदाताको माझ जान सक्दैनौँ, हामी त्यो पोजिसनमा छैनौँ। तपाईँहरू छोडिदिनुहोस्। अब 38, 36, 37 वर्ष भयो तपाईँ नै सत्तामा। हिजोदेखि एउटा बच्चा, आमाको काखमा हुर्किरहेको बच्चाले पनि प्राइम मिनिस्टरको रूपमा देखेको तपाईँलाई आजको मिति पनि कुनै नयाँ अनुहार, त्यो वयस्क भइसक्यो तर नयाँ प्राइम मिनिस्टर मुलुकमा उसले देख्दैन भनेपछि उमा कति चाहिँ नि ऊ होला, निराशा होला, कति आक्रोश होला, कति वितृष्णा होला। त्यही भएर त्यही बेलादेखि नै मलाई लाग्छ करिब करिब 1, 1.5, 2 वर्ष अगाडिदेखि नै उहाँले बोल्दै हुनुहुन्थ्यो विरोधमा। अहिले त हेर्नुहोस्, अहिलेको बेला झन् मेन कुरोमा म आएँ। अब अहिले त जेएनजीको भावनाको कदर गर्नुपर्छ। परिवर्तनको लागि मुख्य के अरे अब मुलुकमा नयाँ परिवर्तन, चेतनाका साथ नयाँ परिवर्तन आउनुपर्छ भनेर जेएनजीले के अरे गरेको आन्दोलनको मार्फत अहिले परिवर्तन अलिअलि हामीले देखेका छौँ, जुन यो समग्र पनि होइन, परिवर्तन देखेका छौँ। यो परिवर्तनलाई चाहिँ नि पुँजीकृत गर्नको लागि, यो परिवर्तनलाई पुँजीकृत गर्नको लागि यो नयाँ चेतना बोकेर आएका जेएनजी भाइ बहिनीहरूको पनि भावना समेट्नुपर्छ भन्दाखेरि संस्थापनले मानेन। नमानेकै कारणले गर्दा उहाँले ठुलो रिस्क लिएर विद्रोही भयो नि, विशेष महाधिवेशन भयो। हेर्नुहोस् त, हो नि, त्यो कुरा त हामीलाई क्लियर छ नि। भनेपछि अहिलेका भएका ठुला दलहरूमा नयाँ विचार र नयाँ चाहिँ नि के अरे दृष्टिकोण लिएर बढ्नुपर्छ है भनेर अगाडि बढेकै गगन र गगनजीको टिम हो। त्यही भएर पनि मैले भनेको कि उहाँ त हिजो सत्तामा त उहाँकै पार्टी सभापतिको हालिमुहाली भयो। उहाँहरूको त के महत्त्व थियो र उहाँहरूले कुरा राख्दा पनि उहाँहरूलाई भ्यालु चाहिँ नि दिएन भनेपछि अहिले धेरैको चाहना पनि छ कि हिजोका दिनमा दबिएर बसेका भावना र विचारलाई अहिले गगनजीको टिमले कोट्टाएर अगाडि बढिरहेछ, साथ दिनुपर्छ भनेर। त्यही भएर होला अहिले मैले पनि देखिरहेको छु सर्लाहीकै चाहिँ नि अवस्था हेर्नुहोस्। त्यो दृश्य सही हो कि होइन थाहा छैन। यहाँ त एआई भनिदिन्छन्, उहाँको विरोधीलाई चाहिँ, उहाँको प्रतिस्पर्धीलाई हिजो चाहिँ नि लखेटेको दृश्य मैले देखेँ। त्यो एआई जस्तो त लाग्दैन। त्यहाँ मैले के पनि सुने भन्दा अब तपाईँको चाहिँ नि आवश्यकता सर्लाहीमा छैन। अब नयाँ विचार लिएर आएको नयाँ टिम छ, यो टिमलाई एकपटक हामी चाहिँ हेर्छौँ भनेपछि जनताको होइन तपाईँको अपार समर्थन पनि उहाँको पक्षमा मैले देखिरहेको छु। हेर्नुहोस्, यही बेला चाहिँ नि अब नयाँ शक्ति भएर चाहिँ उदाउनु भएको अन्य पनि चाहिँ आउनु भएको छ अहिले नेपालको राजनीतिमा। गगन थापा र अहिले नयाँ शक्ति सर्लाही 4 मा गगन थापा र नयाँ शक्तिबाट आउनुभएको अहिले मुख्य प्रतिस्पर्धीका रूपमा डाक्टर अमरेश कुमार सिंह हुनुहुन्छ। उहाँ दुईजनाको बिचमा अब चुनावी माहौलमा चुनावी प्रतिस्पर्धा कस्तो हुन्छ होला, कसले चाहिँ चुनाव जित्छ होला, तपाईँको आकलन के छ? हेर्नुहोस्, मलाई ठ्याक्कै अब तपाईँको औपचारिक रूपले निर्वाचन के अरे आयोगको ले तोकेको डेटबाट जब औपचारिक गतिविधि सुरु हुन्छ नि, प्रचार प्रसार, त्यसपछि तस्बिरहरू बिस्तारै बिस्तारै आउन सुरु हुन्छ। कुन पार्टीलाई यो निर्वाचनमा जनताले मन पराएका छन् है भनेर आउँछन्। हिजो तपाईँले साँझसम्म चाहिँ नि मैले समाचार हेरेर विश्लेषण गर्दा सबै पार्टीमा चाहिँ नि जनताहरू, सबै पार्टीका जनताहरू, मतदाताहरू उत्साहित छन्। कुनै एउटा चाहिँ नि पार्टीको नेता चाहिँ सडकमा आएको छ भने 1000-1500 त जहाँ पनि देखिन्छ। भनेपछि निर्वाचनको प्रचार प्रसार औपचारिक रूपले सुरु भएपछि बल्ल कुन पार्टी अहिले चाहिँ नि हेभीवेट छ है, हेभीवेट चाहिँ नि को छ भन्ने कुरो तपाईँ ठ्याक्क देखिन्छ। जहाँसम्म तपाईँले सर्लाहीको कुरा गर्नुभयो, त्यहाँ बस्ने हिजो उसलाई के अरे अमरेश सिंहजीलाई सहयोग गर्ने एकदमै त्यहाँको चाहिँ अलि व्यक्तित्वहरू जसलाई म चिन्छु, अनि उहाँहरूसँग पनि सबै गफ चाहिँ नि गर्दा अहिले सर्लक्कै त्यो टिम नै हिजो चाहिँ नि अमरेशजीलाई चाहिँ नि सहयोग गरेका टिमहरू अहिले
गगनजीको पक्षमा चाहिँ नि गएर प्रचार गरिरहेको मैले पनि देखेँ र त्यो व्यक्तिहरूलाई पनि मैले संवाद पनि गरेँ। भनेपछि अहिले हेर्दाखेरि अलि गगनजी नै चाहिँ नि उपयुक्त पात्र हो। यो क्षेत्र नम्बर यो सर्लाहीको चाहिँ नि 4 होइन 4 यो 4 नम्बरबाट चाहिँ नि उहाँ नै ठिक हो भन्ने जनमत चाहिँ नि बढिरहेको हो कि जस्तो चाहिँ नि मलाई लागिरहेछ। हेर्नुहोस् जनताले अब गगन थापालाई चाहिँ संसदमा पठाउनै पर्छ भन्ने फेरि प्राइम मिनिस्टरको फेरि प्राइम मिनिस्टरको हो मेन त हाम्रो क्षेत्रको के अरे चुनिएर जाने व्यक्ति भावी प्राइम मिनिस्टर वुड बी होइन वुड बी प्राइम मिनिस्टर चाहिँ नि को पात्र भएको हुँदा वाइ नट हिम उहाँलाई भन्दा होइन त्यो हिसाबले पनि जनताहरू अलिकति को उहाँले चाहिँ नि विश्वास चाहिँ पाइराख्नु भएको हो कि जस्तो लाग्छ मलाई। त हेर्नुहोस् त्यसो भए अब ठ्याक्कै भन्नु पर्दाखेरि तपाईँले जेनजी आन्दोलन पनि मजाले देख्नुभयो। हजुर प्रत्यक्ष रूपमा देख्नुभयो तपाईँ। हजुर जेनजी विद्रोह पश्चात जेनजी जसरी युवाहरू मारिए विद्यार्थीहरू मारियो नि त्यसपछि केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई तपाईँले कसरी हेर्नुहुन्छ? उहाँले त मैले थाहै पाइनँ पनि भन्नुभयो होइन। अनि हेलिकप्टरबाट हिँडिसके पछाडि मैले त केटाकेटीलाई यसो रमाइलो गराउन देखाएको पनि भन्नुभयो। यो विषयलाई तपाईँले के भन्नुहुन्छ? किनभने तपाईँले सुरक्षा निकायमा काम गर्नु बडा दुःख लाग्छ। हेर्नुहोस् यस्ता अभिव्यक्तिहरू होइन हिजो राज्य सञ्चालनको महत्त्वपूर्ण तहमा रहेका व्यक्तिहरूबाट जोबाट हामी हिजोका दिनमा शासित भयौँ नि होइन धेरै पटक उहाँहरूको ले त्यस्तो अभिव्यक्ति दिँदाखेरि साह्रै दुःख लाग्दो रहेछ। हेर्नुहोस् किनभने कुनै पनि समय अन्तरका सरकारमा बस्ने प्राइम मिनिस्टरलाई मुलुकको गतिविधिलाई नजिकबाट उहाँहरूले निहाल्नुहुन्छ। सबै थाहा हुन्छ, रिपोर्टिङ हुन्छ, सत्तामा रिपोर्टिङ पनि हुन्छ। हेर्नुहोस् रिपोर्टिङ एउटा तहले आफ्नो चाहिँ सिलसिलेवार होइन तहगत रिपोर्टिङ पनि हुन्छ। त्यो दिनको घटनाको बारे मलाई थाहा नै भएन, मैले आदेश पनि दिएको होइन भनेर जसरी अनभिज्ञता प्रकट गर्नुभयो नि आश्चर्य लाग्यो। हेर्नुहोस् देशको नेतृत्वले हो। मैले तपाईँ 23 गते आन्दोलन भयो, 24 गते त्यत्रो विध्वंस भयो, मैले 27-28 गतेदेखि बोलेको छु। मैले हेर्नुहोस् 27-28 गतेदेखि मिडियाका साथीभाइसँग मैले के बोलेको छु भन्दा प्राइम मिनिस्टरको भूमिका हुन्न, गोली चलाउँदा उहाँले आदेश दिन सक्नुहुन्न, स्थानीय प्रशासनले उहाँलाई चिन्दैन, त्यो सही कुरा हो। तर नैतिक र पदीय दायित्वसँग त उहाँको पद जोडिएको छ नि त। त्यो हिसाबले मलाई केही थाहा छैन यो चाहिँ नि के कसरी भयो, मलाई त रिपोर्टिङ पनि भएको थिएन। त्यो भन्नुभन्दा पहिला सोच्नु पर्थ्यो। हेर्नुहोस् भन्न हुन्न, उपयुक्त कार्यकारीको तहमा बसेको व्यक्तिले त्यसरी भन्दैन। हेर्नुहोस् कसैले पनि हेर्नुहोस् नेतृत्वमा बसिसके पछाडि हो आफूभन्दा मुनि अथवा भनौँ न के भइरहेछ भन्ने कुरा घटना के भइरहेछ थाहा छैन मलाई। जबकि त्यो बेला राष्ट्रिय अनुसन्धान विभाग उहाँकै मातहतमा थियो, अहिले पो छैन, अहिले गृह मन्त्रालयमा आयो होइन, उहाँकै मातहतमा थियो। सम्भवतः मलाई लाग्छ सबै सुरक्षा निकायहरूले रिपोर्टिङ गर्ने भनेकै त तपाईँको पिएमलाई हो, गृहमन्त्री पनि हो, गृहमन्त्री रक्षा मन्त्री, तर समग्रमा चाहिँ नि रिपोर्टिङ गर्न जाने भनेको ठोक्किने पात्र भनेको प्राइम मिनिस्टर हो। जहिले पनि जहाँ पनि होइन त्यस्तो हुन्छ। अब उहाँलाई रिपोर्टिङ कसरी गरियो त्यो कुरा त अब आउला। हेर्नुहोस् अब यो आयोगको रिपोर्टमा आउला। अब उहाँको भूमिका के थियो? अब उहाँले अस्ति प्राइम मिनिस्टर कहाँ पनि जानुभयो क्यारे होइन, आयोगको प्रतिवेदनको अवस्था के छ भनेर सोध्नु भएको रहेछ। यो ठिक पनि हो किनभने निर्वाचनको बेला छ होइन, उहाँले चाहिँ क्लिन चिट यदि उहाँको संलग्नता प्रत्यक्ष परोक्ष कुनै पनि हिसाबले रहेनछ भने उहाँलाई रिपोर्टिङ नै नगरेको रहेछ भने त्यो त अब केही दिनपछि थाहा भइहाल्छ होइन। रहेछ भने उहाँले चाहिँ नि क्लिन चिट चाहिँ नि पाउने आधार खोजिराख्नु भएको होला। त्यस्तो भयो भने निर्वाचनमा चाहिँ नि जानको लागि अझ उहाँहरूलाई पनि एउटा ग्राउन्ड होइन धरातल बलियो हुन्छ होइन। किनभने देख्यौ ममाथि आरोप तिमीहरूले खुब लाथ्यौ, आयोगले हेर रिपोर्ट चाहिँ नि यस्तो दियो। यदि उहाँको चाहिँ नि संलग्नता पुष्टि नहुने आधार आयोगले दियो भने त्यही भएर पनि सायद
प्राइम मिनिस्टरसँग उहाँले चाहिँ भेट नि जिज्ञासा राख्न जानुभयो होला, त्यो पनि होला। त्यो कुराले उहाँको चुनावी प्रचार प्रसारको लागि अझै ठुलो सहयोग गर्छ। हो, गर्छ नि, किनभने आरोप छ नि अहिले ठुलो चाहिँ नि जनमत चाहिँ नि उहाँको विपक्षमा छ होइन, छ नि। त्यही भएर त्यो कुरा पनि होला। अब आयोगको रिपोर्ट चाहिँ नि हेरौँ के आउँछ। तपाईँले जीवनभर यसरी राजनीतिक माहौल नेपालको देखिरहँदाखेरि तपाईँले धेरै नेताहरू पनि देख्नुभयो, धेरै नेताहरूको सङ्गत पनि गर्नुभयो, धेरै नेताहरूसँग हिँड्नुभयो पनि। तपाईँले हेर्दाखेरि अहिले जुन नयाँ शक्तिबाट उदाएको बालेन शाह, रवि लामिछानेलाई कसरी हेर्नुहुन्छ? यी पात्रहरूले चाहिँ बालेन शाह, रवि लामिछाने अथवा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, यी नयाँ शक्तिहरूलाई हेर्दाखेरि नयाँ शक्तिहरूबाट देशले उँगो लाउन पाउँछ अथवा देशले पार पाउँछ कि पाउँदैन भन्नेमा तपाईँ के देख्नुहुन्छ? मैले त हेर्नुहोस्, तीनजना पात्रहरूमा तपाईँले राम्रो प्रश्न सोध्नुभयो। तीनजना पात्रहरूको बारेमा मैले धेरै पटक बोलेको छु। उहाँहरू एउटै मञ्चमा अटाएर मर्ज भएर बस्ने स्वभावकै हुनुहुन्न उहाँहरू कोही पनि। तीनजनाको नि त्यस्तो स्वभाव, एकै ठाउँमा मर्ज भएर बस्ने खालको स्वभाव उहाँहरूको छँदै छैन। के अरे, कुलमानजी 7 दिनभन्दा बढी त्यो राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अटेर बस्नुहुन्नै भनेको थिएँ मैले त्यो बेला, पूर्वानुमान गरेको थिएँ। 5 दिनमै उहाँले पार्टी छोडेर हिँडिदिनु भयो। अहिले पनि जुन दुईजना हुनुहुन्छ नि, हामीले त 5 वर्ष नै उहाँहरूको साथ रहोस् सँगसँगै भन्ने चाहेका छौँ। हेरौँ न एकपटक उहाँहरूलाई पनि होइन। नयाँलाई चाहिँ नि हेर्ने त हो नि। काङ्ग्रेसको पनि नयाँ अहिले चाहिँ नि टिम आएको छ, नयाँ चाहिँ नि विचारका साथ अगाडि हिँड्नु भएको छ। नयाँ विचार, नयाँ एजेन्डा, नयाँ विधानका साथ चाहिँ नि हिँड्या छ काङ्ग्रेस। त्यस्तै नयाँ आउनु भएको छ। हामीले हेर्ने त नयाँलाई हो नि त, पुरानोलाई त हामीले हेर्ने त 36 वर्ष हेरिसक्यौँ, 37 वर्ष पनि लाग्यो। अब नयाँलाई चाहिँ नि हेर्ने हो। तर जसरी उहाँ घिसिङजीको बारेमा मैले त्यसरी बोलेको थिएँ, किनभने अलि बढी नै मैले उहाँमा महत्त्वाकांक्षा देखेँ कि ज्यादा मैले होइन, हुनुभन्दा ज्यादा मैले देखेँ। त्यसले गर्दा उहाँ चाहिँ नि उहाँको क्यारेक्टर हेर्दा उहाँ त्यहाँ अटेर बस्नुहुन्छ जस्तो लाग्दैन। हेर्नु होला, 7 दिन भनेको 5 दिनमा उहाँ हिँड्नुभयो। अब अहिले चाहिँ नि बालेनजी र गगनजी के अरे उहाँ के अरे बालेनजी र रवि लामिछानेजी सँगै हुनुहुन्छ अहिले होइन। एउटै चाहिँ नि रथका 2 पाङ्ग्रा जस्तो भएर हिँड्नु भएको छ। यो चाहिँ नि 5 वर्षसम्म केही नहोस्, दुर्घटना नहोस्, टिकोस्, तर टिक्छ। म भन्छु तर टिक्छ। आई डाउट। हेर्नुहोस्, त्यसमा पनि शङ्का छ। उहाँलाई चाहिँ प्राइम मिनिस्टरको रूपमा अब पार्टीले सार्यो, उहाँको पार्टीको रणनीति होला, अब जे होला होइन, छोडिदिउँ, अब सार्यो। तर मलाई चाहिँ नि प्राइम मिनिस्टरको लागि विश्वसनीय पात्र बालेन शाह हो जस्तो मलाई लाग्दैन। हेर्नुहोस् है, अब नयाँले नै शासन सञ्चालन गरोस् भन्ने चाहनाका बीच जुन पात्र चाहिँ अगाडि बढ्नु भएको छ नि, त्यो साँच्चीकै उहाँ उपयुक्त पात्र हो। त्यो समयले देखाउला है। तर मेरो व्यक्तिगत चाहिँ नि टिप्पणी, अब रविजीलाई प्राविधिक समस्या पर्यो होइन, जस अदालतमा मुद्दा छ, उहाँ चाहिँ नि त्यो तहमा अहिले नै जान सक्ने अवस्था म चाहिँ नि देख्दिनँ। अलि उहाँले चाहिँ नि अलि जनताहरूसँग बढी चाहिँ नि के अरे संसर्ग गरेर चाहिँ नि उहाँ चाहिँ नि हिँड्न रुचाउने खालको देख्छु म। ऊ के तपाईँको के अरे रवि लामिछाने होइन। जनता अहिले उहाँको चाहिँ नि फेरि जनताको माग चाहिँ नि उठान गर्ने तरिका पनि बेग्लै छ होइन। अब भोलि गर्नु होला नहोला त्यो समयले देखाउँछ। उहाँको जोस, उहाँको ऊर्जा बेग्लै किसिमको, उहाँको जोस र ऊर्जा, तपाईँ ठिक भन्नुभयो, जोस र ऊर्जा बेग्लै खालको छ। हुन त उहाँले सुरुका दिनमा जब पहिलोचोटि चितवनबाट चाहिँ नि चुनाव लडेर जित्दाखेरि जति पनि कुराहरू बाचाहरू त्यो बेला गर्नुभएको थियो होइन, दोस्रो पटक चाहिँ जित्दा ठ्याक्कै त्यसको विपरीत चाहिँ नि गरेको पनि सुनियो होइन। जस्तो कि के अरे खाडी देशहरूमा स्टिकर राखेर के अरे नेपालमै बोलाउँछौँ रोजगार दिनको लागि भन्नुभएको थियो नि, हामीले पनि सुनेको। त्यसको केही समयपछि के को टिकट काट्ने, आफै काट्ने आउने भन्नु पनि भयो होइन। त्यो बेला उहाँको अलिकति दोहोरो होइन, एउटा चाहिँ नि जनतालाई आश्वासन दिँदाखेरि र आफू चाहिँ नि चुनाव जितेर आइसकेपछिका उहाँका अभिव्यक्ति दोहोरो
मापदण्डमा आधारित देखियो। जेसुकै भए तापनि अहिले उहाँ तुलनात्मक रूपमा हेर्दाखेरि रवि लामिछाने अलिकति तपाईँको सब जनताको समस्या टपक्क टिप्न सक्ने क्षमता पनि छ र त्यो समस्यामाथि कसरी हिट गर्ने त्यो पनि छ। र पछिल्लो समय जसरी जुन कारणले गर्दा उहाँ चाहिँ नि पदबाट हट्नु पर्यो नि, एउटा पूर्व प्राइम मिनिस्टरको चाहिँ नि फ्यामिली यो एउटाको मुद्दा थियो नि, भुटानी शरणार्थी त्यो काण्डको बेलामा र दोस्रो चरणको अनुसन्धान उहाँहरू लक्षित गर्नुपर्छ भनेर जसरी उहाँले गरेको देखियो नि, त्यो बेला न्युजमा पनि आएको थियो। भित्री कुरो कुरो उहाँहरूलाई थाहा छ होइन। तर जसरी चाहिँ नि माहौल बन्दै थियो नि, त्यो बेला रविजीले अलि आँट गरेकै देखियो। त्यो गर्ने बित्तिकै उहाँलाई चाहिँ नि सत्ताबाट टपक्क टिपेर चाहिँ नि के अरे फ्यालिदिए, बाहिर जानुपर्ने अवस्था आयो नि त होइन। त्यो हिसाबले पनि अलिकति गर्न खोज्ने व्यक्ति हो कि आँटिलो भन्ने जस्तो पनि लागेको हो होइन। अब अहिले अब त्यो मुद्दाको कारणले गर्दा अब उहाँ चाहिँ नि सक्रिय अहिले के पदमा बस्ने अवस्था चाहिँ नि नभएको कारणले गर्दा होइन। अब बालेनजीको त अब हामीलाई थाहा नै छ, हेर्नुहोस् कसैसँग भेटघाट पनि गर्न रुचाउनुहुन्न। उहाँका केही चाहिँ नि बडी ल्याङ्ग्वेजहरू चाहिँ नि अहिले हेर्नुहोस् न केही दिनका अलि रुचिकर देखिन्नन् के त्यो। त्यस्तो व्यक्तिलाई हामीले चाहिँ नि शासकीय सत्ता चाहिँ नि सुम्पिनु ठिक हो त भन्ने मैले मात्र होइन। बालेन शाहको बाहिरबाट व्यावहारिक रूपमा हेर्दाखेरि उहाँको जुन जनतासँग घुलमिल हुन सक्ने क्षमता त्यो अलिकति नभएको जस्तो व्यवहार हेर्नुहोस् न, उहाँले त्यो गर्ने व्यवहारहरू हेर्नुहोस् होइन। त्यो नगरिदिएको भए हुन्थ्यो कि तपाईँलाई त प्राइम मिनिस्टरको रूपमा प्रोजेक्ट गरेको छ एउटा पार्टीले, रविजीले त्यति त नगरिदिनुहोस् न। हुन त अहिले प्रचार प्रसारमा त हिँडेको देखिन्छ, अहिले सिनियर सिटिजनहरूलाई पनि अँगालो मारेर हिँडेको पनि म देख्छु होइन। अब अहिले साँच्चीकै के अरे मेरो चाहिँ नि हिजोका दिनमा मैले बनाएको मेरो इमेजले मलाई नै घात त गर्ने होइन भन्ने उहाँलाई एउटा चेत आयो कि कुन्नी होइन। त्यस्तो लाग्छ अहिले अलिकति घुलमिल गरेर चाहिँ नि आफ्नो कन्स्टिट्युएन्सीमा हिँडेको मैले देख्छु। तर प्राइम मिनिस्टरको पात्रको रूपमा यो मैले मात्रै भनिरहेको छैन, तपाईँ सोसियल साइड हेर्नुहोस्, सबैले साँच्चीकै यी व्यक्ति उपयुक्त पात्र हुन् त भनेर प्रश्न चिन्ह चाहिँ नि लगाइरहेको अवस्था छ। अब गगन थापा, बालेन शाह र केपी ओली शर्मा ओली तीनजनामा मैले त उपयुक्त पात्र देखेको गगनजी नै हो। किनभने अब चाहिँ नि अब अलिकति केही गर्छु भन्ने युवा भएको व्यक्तिलाई के युवा र राजनीतिक अनुभव भएको पनि अनुभव त उहाँलाई लामै छ होइन। विद्यार्थी राजनीतिको अनुभव हो एकदम। उहाँलाई अन्तर्राष्ट्रिय लेभलमा पनि चाहिँ उहाँलाई चिन्छन् राम्रोसँग होइन। विभिन्न मञ्चमा गएर उहाँले आफ्नो धारणा राख्दाखेरि होइन निकै उहाँको चाहिँ प्रेस पनि भएको थियो। उहाँ चाहिँ पदमा रहेको समयमा होइन, त्यो क्षमता पनि छ उहाँमा। अब मेन कुरो त नयाँ विचारै भयो। जेनजीहरू को भावनाको म कदर गर्छु भनेरै विद्रोह गर्नुभयो। जेनजीकै एउटा बुदा त त्यो हो नि त, विद्रोहको एउटा बुदा, जो कि हिजो कसैले गर्ने आँट त छोडिदिउँ बोल्न पनि सकेको थिएन। त्यसले गर्दा अहिले अब केपी ओलीजीको नाम लिनुभयो 4 पटक, हामीले उहाँलाई हेरिसक्यौँ होइन। एकपटक हेरौँ न नयाँलाई। अब उहाँ चाहिँ नि अभिभावकीय भूमिकामा बस्दिनु भयो भने अझ राम्रो होइन। खालि अब नयाँलाई हेर्न चाहेको अहिले भनौँ न मुलुकै चाहिँ नि के अरे युवामय भएको अवस्था छ नि त। हेरौँ न एकपटक त नयाँ है, एकपटक त नयाँ, जहाँ जाँदा पनि त्यही भन्छन्। त्यसले गर्दा अब हेरौँ एकपटक। मलाई चाहिँ त्यही भएर तीनजनामा उहाँ नै उपयुक्त चाहिँ नि लाग्छ। अब संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेत्री, पूर्व सांसद, संसदमा एकदम दह्रो आवाज राख्ने एकजना महिला नेत्री सविता गौतम अहिले चितवनबाट चुनाव लड्दै हुनुहुन्छ। त्यो पनि पुष्पकमल दाहाल प्रचण्डको छोरीसँग, रेणु दाहालसँग। दुवैजनाको घम्साघम्सी हुँदैछ एकै ठाउँबाट। निर्वाचन क्षेत्र नम्बर 3 चितवनबाट उहाँहरू लड्नु भएको छ। उहाँहरू दुईजना मध्ये कसले जित्नु होला र उपयुक्त पात्र को हुनसक्छ? कति राम्रो प्रश्न गर्नु। म त के भन्छु, यो प्रश्न एकचोटि मलाई कुनै मिडियाको भाइले सोध्नु भएको थियो। मैले भन्ने दुईटै संसदमा प्रतिनिधित्व गर्नुपर्छ, आवश्यक पात्र हो। तर दुर्भाग्य एकजना हार्नुहुन्छ, एकजना
जित्नुहुन्छ दुवैजनाले जित्न मिलेन मलाई त दुवै ठिक लाग्छ एकदम दुवै ठिक लाग्छ दुवैजना संसदको लागि चाहिने पात्र हुन् ठिक हो किनभने मैले त त्यो के अरे तपाईँको धेरै पटक 3-4वटा अन्तर्राष्ट्रिय संस्थाले पनि रेणु दाहालजीलाई चाहिँ नि सम्मानित पनि गरिसकेका छ होइन धेरै राम्रो पनि छ रे भन्ने मैले 100वटा मेयर मध्येबाट हाम्रो रेणु दाहाललाई पनि सम्मान रेटिङमा पनि दुईचोटि 3चोटि त उहाँ नेपालकै रेटिङमा पनि उहाँ चाहिँ अब्बल आउनु भएको छ त्यो हिसाबले त्यस्ता पात्रहरू होइन उहाँ कुन पार्टीसँग आबद्ध हुनुहुन्छ उहाँको बुवाको चाहिँ नि ब्याकग्राउन्ड के हो त्यो छोडिदिउँ होइन उहाँको चाहिँ नि काम को मूल्याङ्कनको आधारमा भन्ने हो भने उनी पनि प्रतिनिधि सभामा हुनुपर्ने पात्र हो सोभिताजीको त झन् उहाँ प्रखर वक्ता विषयलाई उठान गर्न सक्ने क्षमता र मलाई लाग्छ आजको मितिसम्म चाहिँ नि उहाँमा एउटा पार्टीको लागि समर्पित चाहिँ नि उहाँ के अरे कार्यकर्ता भन्नुस् नेता भन्नुस् सबै गुण चाहिँ उहाँमा छ त्यसले गर्दा उहाँ पनि हुनुपर्छ तर अब दुईजना मध्ये एउटा हुने हो एकजना फाले दुर्भाग्य हेर्नुस् त्यसो भए अब नेपाली कांग्रेसको एकजना भनौँ न राम्रै नेता हुनुहुन्छ चन्द्र भण्डारी डाक्टर चन्द्र भण्डारी उहाँ गुल्मीबाट लड्नु भएको छ र उहाँको प्रतिद्वन्द्वी हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल हुनुहुन्छ हजुर त्यसपछि नेकपा एमालेबाट हुनुहुन्छ तपाईको गोकर्ण होइन कस्तो ना गेवाली हुनुहुन्छ नि प्रदीप गेवाली तीनजना मध्ये कसलाई देख्नुहुन्छ होइन प्रदीप गेवाली पनि अब राम्रै मलाई त नेता लाग्छ हेर्नुस् है राम्रै प्रदीपजी र उहाँ के भन्नुभयो हाम्रो चन्द्र भण्डारी साह्रै मलाई पनि उहाँ पनि चन्द्रजी पनि इमान्दार चाहिँ नेता मध्ये लाग्छ कि आफ्नो सिद्धान्तमा चाहिँ अडिरहने होइन सही के हो गलत के हो त्यसलाई चिरफार गर्न सक्ने निष्पक्ष नेतृत्वलाई प्रश्न गर्न सक्ने यस निष्पक्ष रूपले नेतृत्वलाई प्रश्न गर्ने आँट र क्षमता आँट मात्र नै क्षमता पनि भएको व्यक्ति मैले उहाँ देख्छु र एमालेबाट प्रदीप गेवाली पनि भलाद्मी नेता एकदम राम्रै इमान्दारितामा पनि उहाँले पनि नाम चाहिँ नि कमाउनु भएको छ होइन मलाई दुवैजना चाहिँ ठिक लाग्छ अहिले त्यहाँको चुनावी माहौल कस्तो देखिन्छ भने गुल्मी क्षेत्र नम्बर 1बाट उहाँहरू लड्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल पनि उहाँ लड्नु भएको छ सागर ढकाल अब केही समय अगाडि शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चित हुनुभएको थियो र उहाँको अभिव्यक्ति र उहाँले देखाएको एजेन्डाहरू हेर्दा गुल्मीका जनताले सागर ढकाललाई जिताइदिने हो कि जस्तो पनि देखिएछ होइन अब त्यसलाई कसरी हेर्नुहुन्छ होइन सागर ढकालजी पनि यी दुईजना सिनियर भए होइन सागर ढकालजी पनि भर्खर तपाईको राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनु भएको छ होइन उहाँले तपाईको 79 सालको निर्वाचनमा हेर्नुस् त कत्रो आँट गरेको उहाँले हैन कति 12-13 हजार त मत ल्याउनु भयो एकजना त्यहाँको चाहिँ नि बीपी कांग्रेसको जिल्ला सभापति मल्लजी हैन कर्ण मल्ल के मल्ल उहाँ त तीकै हो क्यारे रैथाने त्यत्रो नेतालाई पनि उहाँले पछि उहाँको मल्लजीको 7-8 हजार आयो अनि 12-13 हजार त उहाँको सागरजीको आयो त्यो पनि कहाँको गुल्मीको व्यक्ति हैन उहाँ त गुल्मीको मान्छे डडेलधुरा गएर चाहिँ नि लड्नु भयो हेर्नुस् एउटा मलाई त त्यो बेलामा गजबको प्रतिभा भएको व्यक्ति हैन अचानक देउपासँग चाहिँ लड्न जानु थाहा छ अवश्यम भावी म हार्छु थाहा छ त्यही पनि यस्ता व्यक्तिहरूलाई पनि तपाईको प्रतिनिधि सभामा प्रतिनिधित्व भएको चाहिँ नि राम्रो हुन्छ हेर्नुस् तर त्यहाँ दुर्भाग्य त्यहाँ पनि हेर्नुस् 3 मध्ये एउटा आउने हो 3टै ठिक छन् 3टा मध्ये कति एउटै त हो नि एउटै आउने हो हेर्नुस् भनेको तीनवटै पात्र चाहिँ संसदको लागि ठिक छन् उहाँहरू सबै ठिक छ तपाईले पञ्चायती व्यवस्था पनि हेर्नुभयो छोटो हेर्नुभयो हजुर तपाईले सुरक्षा निकायमा बसेर लामो समय लामो अनुभवका साथ काम गर्नुभयो हजुर सबै नेताहरूलाई नजिकबाट हेर्नुभयो अब चाहिँ देशलाई राज संस्था चाहिन्छ कि चाहिँदैन राजा फर्काउनु पर्छ कि पर्दैन अहिले त धेरै जसो जनताहरू अधिकांश जनताहरू राजतन्त्र आवश्यक छ है राजालाई ल्याउनु पर्छ है भन्ने खालको अभिव्यक्तिहरू धेरै जनताहरूले दिइसक्नु भएको छ त्यो अलिकति जनताको म्यान्डेट आइसकेको पनि छ राजा कतिको आवश्यक हुन्छ के देख्नुहुन्छ तपाईलाई एउटै कुराले म जवाफ दिन चाहे राष्ट्रपति पार्टीको हुने रहेछ
राजनीतिक पार्टीको दलहरूको हुन्छ। राजा चाहिँ नि देशको हुने रहेछ। हेर्नुहोस्, अब तपाईँले यसैबाट चाहिँ अर्थ लाउनुहोस् त। जुन कुरा एकताको प्रतीकको रूपमा जसलाई हामीले अभिभावक मान्यौँ, त्यो व्यक्ति हिजोका दिनमा साधारण सदस्यताको लागि लड्न जानु भएन। हिजोका दिनमा राष्ट्रपति पदमा जाने व्यक्तिको एउटै शर्त के हो? आफू आबद्ध रहेका दलको पनि साधारण सदस्यता त्याग्ने हो कि होइन? त्यो त्यागेर न त्यहाँ जाने हो त। राष्ट्रपतिजीहरू राष्ट्रपति हुनुभयो 2 चोटि, लास्टमा हेर्नुहोस् त आफ्नै पार्टीमा फेरि युटर्न गरेर आउनको लागि कत्रो रोइलो भयो तपाईँलाई पनि थाहा छ। साधारण सदस्यताको कत्रो इस्यु भयो होइन? भनेपछि राजा देशको लागि रहेछ, हुने रहेछ, राष्ट्रपति चाहिँ नि पार्टीको लागि हुने रहेछ। अब को उपयुक्त त? जनताले हेर्ने, विश्वले हेर्ने नजर होइन, राजा नै हुनुपर्छ भन्ने हो नि त। अब जनताको पनि अहिले माग चाहिँ नि बढिरहेछ। हिजोका दिनमा 2 वर्ष अगाडि, मैले त यो कुरा धेरै पटक बोल्छु कि 2 वर्ष अगाडि के अरे तपाईँको राजा बस्ने होटल, राजाले यात्रा गर्ने विमानस्थलहरू र राजाले भिजिट गर्ने मन्दिरहरूमा देखिने 20-25 जनाको के अरे समर्थक 2 वर्ष अगाडि हाम्रै आँखाले देखेको होइन, आज चाहिँ नि हजारौँ-हजारको सङ्ख्यामा छन्। त्यसको सङ्केत के हो त? चाहिन्छ है, अभिभावक चाहिन्छ राजा देशमा भन्ने त होला नि। त्यो अर्थमा मैले बुझेको छु। हेर्नुहोस्, तपाईँले भनिरहँदाखेरि पूर्व राष्ट्रपति साधारण सदस्यका लागि कति भेट्नुभयो, कसरी आफ्नो अधिकार खोज्नुभयो, र राजाले जनताको चाहना बमोजिम हाँसी हाँसी राजदरबार पनि छोड्नुभयो, र उहाँले छोडिसके पछाडि कहिल्यै पनि म अब पार्टीमा हुन्छु, पार्टी खोल्छु, दल खोल्छु भनेर उहाँले कहिल्यै पनि दाबी गर्नु भएन। म नेतृत्वमा जान्छु भनेर त्यो लोभ, लालच, ईर्ष्या, आकांक्षा केही पनि देखिएन। छैन। हो, 19 वर्ष गद्दी तपाईँको के अरे श्रीपेच र राजदण्ड होइन, श्रीपेच र राजदण्ड नेताजीहरूलाई जिम्मा लागेको पनि 19 वर्ष भयो। 19 वर्षमा एक पटक पनि सत्ता मोह उहाँबाट व्यक्त भएको न त हामीले सुन्यौँ न त देख्यौँ। राजा आउनुपर्छ भनेर आवाज उठाउँदा स्वयं पूर्व राजाबाट पोलिटिकल पार्टीहरूको मनसाय के छ भनेर जान्न चाहेको भन्ने कुरा पनि हामीले सुन्यौँ। हो, भनेपछि त्यो संस्थालाई त चाहिँ नि लोभ मोह भन्ने कुरा त केही देखिएन नि त होइन? त्यो संस्थामा त लोभ मोह 19 वर्षसम्म चुपचाप। अहिले हेर्नुहोस्, राष्ट्रपतिबाट हट्न पाउनु भएको थिएन, फेरि पार्टीमा गएर सक्रिय राजनीति गर्ने देखियो। सत्ताबाट आज कुनै दल चाहिँ नि हट्यो केही कारणले भने राजा त 19 वर्ष चुप लाग्नुभयो। उहाँहरूलाई 19 दिन पनि गाह्रो हुन्छ, हो कि 19 दिन पनि गाह्रो हुन्छ। त्यो अवस्था मैले मात्र होइन, हामी सबैले देखेकै छौँ। त्यसले गर्दा पनि त्यो संस्थाको चाहिँ नि आवश्यकता अहिले बढ्दै गएको होला। हजुर, अब देशमा अब आउने सरकारले जसरी जेन्जी विद्रोह भयो, त्यो जेन्जी विद्रोहमा मारिएका ती बालबालिकाले अब आउने सरकारले ती बालबालिकालाई न्याय दिलाउन सक्छ कि सक्दैन? न्याय दिलाउन सकेन भने पदमा बसिराख्ने के अरे उचित हुन्छ। पदमा त्यही जेन्जीले नै खोजेको परिवर्तन मार्फत तपाईँहरू सत्तामा जाँदै हुनुहुन्छ। अब गइसकेपछि सत्ताको बागडोर सम्हालेपछि जेन्जीले उठाएका मागहरूलाई तपाईँले नजरअन्दाज गर्नुभयो भने तपाईँहरू सत्तामा टिकिरहने नैतिक आधार के हुन्छ? पहिलो निर्णय नै क्याबिनेटबाट चाहिँ हुनुपर्छ। जेन्जीहरूको र भ्रष्टाचार जन्य जति पनि डोरीले कसेर बाँधिएका फाइलहरू छन् नि, त्यसको अनुसन्धान, यही 2टा निर्णयबाट उहाँले आफ्नो यात्रा सुरु गर्नुपर्छ। हेर्नुहोस्, मलाई त्यस्तो लाग्छ, यो मेरो व्यक्तिगत। अब अस्ति रौतहट 2बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको सगिर आलमको गाडीले 4 वर्षीय बालिकालाई हानेर
मृत्यु भयो। हजुर, यो तपाईँले खबर यसमा पनि तपाईँ अवश्य अपडेट हुनुहुन्छ। मैले भिडियो फुटेजै चाहिँ हेरेको छु। हजुर, अब के हुन्छ होला अब त्यो घटनालाई चाहिँ प्रहरीले कसरी हेर्छ? तपाईँ त सुरक्षा निकायमा प्रहरीमै बसेर त्यो त सवारी ज्यान हो होइन, सवारी ज्यान हो। त्यसमा चाहिँ नि जानी जानी हो कि अथवा तपाईँको जानी जानी हो कि भवितव्य हो, त्यो कानुनै छ। त्यसमा चाहिँ नि तपाईँको सवारी ऐनमै होइन स्पष्ट रूपले चाहिँ नि छ। त्यो कहिलेकाहीँ भवितव्य पनि पर्छ, कहिलेकाहीँ जानी जानी पनि हुनसक्छ। त्यहाँ पनि मैले त्यो बालिका दौडेर आएर होइन गाडीले पनि त्यति नियन्त्रण गर्न सकेन होइन, गाडी हुँकेर बालिका आइसकेपछि बालिका चाहिँ सुतेको अवस्थामा गाडी अलि अगाडि गएर त रोकियो, अनि त्यसपछि त्यहाँ छरछिमेकीहरूले बोकेर गाडीमा हालेको देखिन्छ होइन। यो घटना पनि हुन सक्छ, नभए त्यो चालक होइन, त्यो चालक राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको प्रचारमा लिएर हिँडेको गाडीको चालकको त त्यो नियत चाहिँ नि खराब त के होला र? त्यो पनि गाउँमा होइन, त्यो हुनसक्छ कहिलेकाहीँ त्यो घटना होला। अब देश निर्वाचनमा छ केशव सर, हजुर, अन्तमा जनतालाई के भन्न चाहनुहुन्छ? समग्र नेपाली जनतालाई, मतदाता जनतालाई के भन्न? हेर्नुहोस्, हामी नेपालीहरू सार्वभौम हुने भनेको एक दिन मात्रै हो। संविधानले हामीलाई 365 दिन नै नेपाली नागरिक सार्वभौम हो है भनेर माने तापनि 365 दिन खालि मैले एउटा ऊ मात्रै भनेको होइन। नेपालीहरूलाई नेपाली के अरे तपाईँको के अरे सम्पूर्ण शक्तिको स्रोत हो नि हामी त। संविधानले त्यही भन्छ नि त, सार्वभौम हामी नागरिक एक दिन मात्र हुन्छौँ, त्यो पनि चुनावको दिन हुन्छ। चुनावको बिहान 8 देखि 5 बजेसम्म। त्यो हामीले हिजोका दिनमा त चाहिँ नि विवेक चाहिँ नि बन्दकी राख्यौँ, पटक पटक उही पुरानालाई नै हामीले छान्यौँ। यसपटक सबै नयाँ नयाँ भनिरहेछन्, नयाँ नयाँ अनुहार आउनुपर्छ भनिरहेछन्। कसले चाहिँ नि सत्ताको बागडोरमा गयो भने मुलुकलाई के अरे राम्रो गन्तव्य दिन सक्छ। त्यस्ता पात्र र पार्टीलाई मतदान गर्न नचुक्नुहोस्। यो पटक पनि तपाईँ त्यो ब्यालेट बक्स राखेको कोठामा गएर फेरि पनि विवेकलाई चाहिँ नि बेच्नुभयो, बन्दकी बनाउनु भयो भने अर्को 5 साल पनि तपाईँ हिजोकै जस्तै अवस्थाबाट बस्नुपर्ने नियति भोग्नुपर्ने पक्का छ। अवसर गुमाउनुपर्छ। हजुर, हस्, समय दिनुभयो सर, यहाँलाई विशेष धन्यवाद प्रकट गर्छौँ। धन्यवाद।